यो आज चाहिँ दिदीकोमा जाँदैछु म ल। अन्त भरे जाउँ भनेको थिएँ। भरे चाहिँ पानी पनि पर्छ होला, त्यस्तो पानी पनि पर्छ होला। अन्त गरम गुरुङ गर्छ नि त, गरम गुरुङ गरेर डर लाग्छ। अन्त उता एकदिन दाजुको गाडी त्यहाँ चाहिँ कल गरेको थिएँ, आएको छ भने उसको गाडीमा जाउँ भने त त्यता पनि अघि आएर पनि जान्ने रहेछ होइन। अन्त भरे फेरि चट्याङ पऱ्यो भने छाता अडेर हिँड्नु डर लाग्छ। त्यही भएर म तल्लो लाङगाङ जाँदैछु। बाटो चाहिँ यस्तो छ है, यस बाटो यो चाहिँ म सर्टकट झरेको। सर्टकट झरेको बाटो पनि यस्तो छ। मेरो कुरा हेरेर नहाँस्नु होला। अन्त मलाई भरे अलिक ढिलो हिँड्नु चाहिँ यहाँ चाहिँ के डर लाग्छ भन्दाखेरि चाहिँ गाडी आयो, के डर लाग्छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई भन्छु ल। किन भन्दा चाहिँ यहाँ त चाहिँ ज्यान छ नि त, यहाँ त लगाउँदा चाहिँ सबै ज्यान छ होइन। ज्यानै ज्यान छ नि त। उहाँको त मैले यहाँ हिजो अस्ति भर्खर नयाँ पनि देखेको थिएँ। त त्यतिखेर त म स्कुटीमा थिएर चाहिँ राम्रो देखिनँ नि त। देउरालीको चिसो चिसो र म चाहिँ दिदीकोमा पुगेर पनि युरिन लिएर चाउँदैछु। के छ अन्त कस्तो बेहाल छ। मुख त छान्नुपर्छ, मुख त छान्नुपर्छ। ऊ फेरि ल्याएको रहेछ। दिदीकोमा पनि आइपुग्यो। तपाईँलाई भिडियो गरेको नि सर ल, तपाईँलाई